फागुन 21 गतेको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै र निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपतिको कार्यालयमा बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सरकार गठनबारे आन्तरिक छलफललाई तीव्र बनाएको छ। सभापति रवि लामी छाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापति द्वय डीपी अर्याल र डाक्टर सोहनी मुवागले आन्तरिक छलफलमा जुटेका हुन्। रासपाले फागुन 21 मा सम्पन्न निर्वाचनमा 182 सिट प्राप्त गरिसकेको छ। यो 275 संसदीय प्रतिनिधि सभामा करिब 2/3 हाराहारीको बहुमत पनि हो। रासपाले भर्खरै निर्वाचित भएका आफ्ना सम्पूर्ण सांसदहरूलाई अभिमुखीकरण तालिम समेत सम्पन्न गरिसकेको छ भने निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचित हुने सबै सांसदहरूलाई प्रमाणपत्र समेत दिइसकेको छ। यही भएर अब द्रुतगतिमा बालन नेतृत्वको सरकार निर्माणको निमित्त राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू जुटेका हुन्। नेपालको संविधानको धारा 76 अनुसार अब राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा एकल बहुमतको सरकार बन्न लागेको छ। रासपाले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिसकेको छ, तर प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। यस अनुसार रासपाले संसदीय दलको नेता चयन गरेसँगै राष्ट्रपतिले चयन भएको दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नेछन्, अर्थात् बालेन्द्र शाह बालेन अब नेपालको प्रधानमन्त्री बन्नेछन्। यी सम्पूर्ण सन्दर्भहरूलाई मिलाउनको निमित्त र आफ्ना पार्टीभित्रबाट कुन सांसदहरूलाई कुन मन्त्रालय जिम्मा दिने भन्ने विषयमा यति बेला सभापति रवि लामी छाने, वरिष्ठ नेता बालेन्द्र शाह र 2 जना उपसभापतिहरू बीच घनीभूत छलफल चलिरहेको छ। बालेन्द्र शाहले अब बन्ने मन्त्रीमण्डल सानो छरितो र शक्तिशाली बनाउने योजना अगाडि बढाएका छन्। यस पटक बढीमा 15वटा मात्र मन्त्रालय राखेर छिटो छरितो र प्रभावकारी अनि जनताहरूले अनुभूत गर्न सक्ने गरी डेलिभरी दिने बालेनको लक्ष्य रहेको छ। यही अनुसार बालेन्द्र शाह प्रधानमन्त्री हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर सोहनी मुवागले अर्थ मन्त्रालय हाँक्नको निमित्त तयार भइसकेका छन् भने शिशिर खनालको नाम पनि शिक्षा मन्त्रीमा अगाडि आएको छ। अन्य मन्त्रालयहरूमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा पनि यति बेला सभापति रवि लामी छाने र वरिष्ठ नेता बालेन्द्र शाह बीच छलफल चलिरहेको छ।